तपाईले हालेको त्यो जुन मुद्दाले यदि त्यो पक्राउ गरेर महेश बस्नेतलाई कारबाही भयो भने कति वर्ष जेल जान सक्ने सम्भावना छ महेश बस्नेतको? यस्तो छ, त्यो मुद्दा चाहिँ एउटा चाहिँ बलात्कारको मुद्दा 10 वर्ष, सबैलाई लाग्ने कानुन 10 वर्ष हो होइन मिनिमम। र कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिलाई चाहिँ डेढी हान्छ, त्यसको भन्दाखेरि 16 वर्ष जस्तो जान जान्छ, 15-16 वर्ष जान्छ। र बच्चाहरूको सबै गर्दाखेरि चाहिँ लगभग 20 देखि 25 वर्ष अराउन्ड हुन्छ 50% गर्दा। 21 वर्ष हुन्छ तीनटा मुद्दाको चाहिँ। भनेपछि त जिन्दगी नै जेलमै सकिने हो कि अब? यस्तो छ, अब त्यो चाहिँ कानुनले गर्छ, मैले गर्ने कुरा होइन। कानुनले प्रमाणको आधारमा जे जति गर्छ म कानुनलाई सम्मान गर्छु, कानुनले गरेका निर्णयहरू चाहिँ म स्वीकार्य गरेर हिँड्छु। मलाई अदालतसम्म जाने बाटो खुलाइदिनु पर्यो, त्यति हो। अदालतमा त खुलिसक्यो होइन र? यस्तो छ, अस्ति उच्च अदालतमा चाहिँ रिटै दर्ता नगरिदिएर यिनीहरूले पावर लगाएर रजिस्ट्रारलाई भनेर मेरो मुद्दा दर्ता नगरेका थिए। त्यसको उपर म रिट गइसकेपछि चाहिँ मुद्दा दर्ता गरिएको हो। अब त पावर नचल्ला नि देशमा होइन? यस्तो छ, अब त सबै डराइसक्यो होला नि, भ्रष्टको के हुँदो रहेछ, पैसाले के गर्दो रहेछ, पावरले के गर्दो रहेछ। यो देशमा केपी शर्मा ओलीको पावर थिएन र आज छोडेर नेपाली सेनाको हेलिकप्टर लिएर के जङ्गलमा गएर बस्नु परेको थियो। यो दिन सोचेका थिए यिनीहरूले, कदापि थिएनन्। अब न्यायालयका न्यायाधीशहरूले पनि पक्कै पनि आफ्नो प्रमाण हेरेर आफ्नो उचित मूल्याङ्कन गर्नेछन् भन्ने मलाई आशा छ। त्यस्तै भइरह्यो भने फेरि पनि भाइ बहिनीहरूले मलाई साथ दिनुहुन्छ भन्ने मलाई पूर्ण आशा छ। तपाईले हालेको त्यो जुन मुद्दाले यदि त्यो पक्राउ गरेर महेश बस्नेतलाई कारबाही भयो भने कति वर्ष जेल जान सक्ने सम्भावना छ महेश बस्नेतको? यस्तो छ, त्यो मुद्दा चाहिँ एउटा चाहिँ बलात्कारको मुद्दा 10 वर्ष, सबैलाई लाग्ने कानुन 10 वर्ष हो होइन मिनिमम। र कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिलाई चाहिँ डेढी हान्छ, त्यसको भन्दाखेरि 16 वर्ष जस्तो जान जान्छ, 15-16 वर्ष जान्छ। र बच्चाहरूको सबै गर्दाखेरि चाहिँ लगभग 20 देखि 25 वर्ष अराउन्ड हुन्छ 50% गर्दा। 21 वर्ष हुन्छ तीनटा मुद्दाको चाहिँ। भनेपछि त जिन्दगी नै जेलमै सकिने हो कि अब? यस्तो छ, अब त्यो चाहिँ कानुनले गर्छ, मैले गर्ने कुरा होइन। कानुनले प्रमाणको आधारमा जे जति गर्छ म कानुनलाई सम्मान गर्छु, कानुनले गरेका निर्णयहरू चाहिँ म स्वीकार्य गरेर हिँड्छु। मलाई अदालतसम्म जाने बाटो खुलाइदिनु पर्यो, त्यति हो। अदालतमा त खुलिसक्यो होइन र? यस्तो छ, अस्ति उच्च अदालतमा चाहिँ रिटै दर्ता नगरिदिएर यिनीहरूले पावर लगाएर रजिस्ट्रारलाई भनेर मेरो मुद्दा दर्ता नगरेका थिए। त्यसको उपर म रिट गइसकेपछि चाहिँ मुद्दा दर्ता गरिएको हो। अब त पावर नचल्ला नि देशमा होइन? यस्तो छ, अब त सबै डराइसक्यो होला नि, भ्रष्टको के हुँदो रहेछ, पैसाले के गर्दो रहेछ, पावरले के गर्दो रहेछ। यो देशमा केपी शर्मा ओलीको पावर थिएन र आज छोडेर नेपाली सेनाको हेलिकप्टर लिएर के जङ्गलमा गएर बस्नु परेको थियो। यो दिन सोचेका थिए यिनीहरूले, कदापि थिएनन्। अब न्यायालयका न्यायाधीशहरूले पनि पक्कै पनि आफ्नो प्रमाण हेरेर आफ्नो उचित मूल्याङ्कन गर्नेछन् भन्ने मलाई आशा छ। त्यस्तै भइरह्यो भने फेरि पनि भाइ बहिनीहरूले मलाई साथ दिनुहुन्छ भन्ने मलाई पूर्ण आशा छ।